मानव जीवनको सार कर्ममै निहित छ। निरन्तर कर्म गर। चाणक्य नीतिमा भनिएको छ, जो बिहान ढिलासम्म सुत्छ, काममा ढिलासुस्ती गर्छ, उसले जीवनमा कहिल्यै पनि सफलता प्राप्त गर्न सक्दैन। जो व्यक्तिले समयमै सक्नुपर्ने काम गर्दैन, ऊ पछि पछुताउँछ। आयु सीमित छ र समय कहिल्यै कसैका लागि पर्खँदैन। त्यसैले हरेक दिन प्रत्येक घडीलाई प्रयोग गरेर अघि बढ्नु नै बुद्धिमानी हो। सदा जागृत रहनु र कर्ममै लागिरहनुमै हाम्रो धर्म छ। संस्कृतका विभिन्न पुस्तकहरूले हामीलाई भन्छन् कि आलस्यले आत्मा, बुद्धि र अवसर सबैलाई क्षीण बनाउँछ। तसर्थ आलस्यलाई आफ्नो जीवनबाट हटाएर आत्मबल र समयको सही सदुपयोग गर्नुहोस्। निरन्तरको कर्म मार्फत मात्र जीवन सार्थक बनाउन सम्भव छ। शास्त्रहरूले भन्छन् कि उठ, जाग र तबसम्म रोकिने होइन जबसम्म लक्ष्य प्राप्त भएको छैन। आलस्य मानिसको शरीरमै बस्ने सबैभन्दा ठुलो शत्रु हो। त्यसैले त्यसलाई हटाएर क्रियाशील बन्नुपर्छ। प्रयासद्वारा मात्र काम सफल बन्छन्, केवल सोचेर होइन। त्यसैले काम गर्नु नै सफलता प्राप्तिको सबैभन्दा ठुलो उपाय हो। श्रम बिना कुनै पनि सफलता सम्भव छैन। त्यसैले श्रम नगरिकन सफलताको सपना देख्नु व्यर्थ छ। आत्मबल त्यागेर दयनीय हुनु संसारमा सबैभन्दा निन्दनीय कुरा हो। त्यसैले आत्मबल बढाएर निराशा र आलस्य हटाउनुपर्छ। आलस्य हटाउने 40 प्रेरणादायी वाक्यहरू। आजै सुरुवात गर, भोलिको आशमा जिन्दगी यत्तिकै बितेर जान्छ। साना साना कामहरू आजै गर, ताकि ठुला ठुला सपनाहरू सजिलै पुरा हुनेछन्। सोचेर मात्रै बस्यो भने जिन्दगी यत्तिकै सोचेरै बित्दछ। लक्ष्य बिनाको जिन्दगी दिशाहीन हुन्छ। एक पाइला चाल, सफलताको यात्रा सुरु हुन्छ। समयले कहिल्यै कसैलाई पर्खदैन, त्यसैले तिमीले पर्खेर केही पाउँदैनौ। भोलि वा पर्सि होइन, अहिले नै उपयुक्त समय हो। आफ्नो डरलाई जित र कामको सुरुवात गर। काम नगरी सफलताको सपना देख्नु मूर्खता हो। जीवनमा सफलता चाहिन्छ भने कडा मेहनत गर। आफ्नो भविष्य आफैले बनाउनु पर्छ। सानो सानो कदमले पनि जीवनमा ठुलो परिवर्तन ल्याउँछ। एक पटक सुरुवात गर, बाटो आफै खुल्छ। हरेक दिनको थोरै प्रगति ठुलो सफलतामा बदलिन्छ। योजना मात्र होइन, कार्य पनि गर्नु जरुरी छ। पहिले कामको सुरुवात गर, प्रेरणा पछि बिस्तारै आउँछ। जीवनमा जहिले पनि समयको मूल्य बुझ। समयलाई कहिल्यै पनि गुमाउनु हुँदैन। तिमी अहिले जे गर्छौ, भविष्य त्यस्तै बन्छ। निरन्तरको प्रयास नै सफलताको कुञ्जी हो। जीवन अति नै रमाइलो छ जब तिमी प्रयास गरिरहनेछौ। जीवनमा सफल हुन चाहन्छौ भने बहाना बन्द गर।
परिवर्तन आफैबाट र आजैबाट सुरुवात गर्नुहोस्। आफ्ना कमी कमजोरीहरूलाई चिन्नुहोस् र त्यसलाई जित्नुहोस्। आफ्नो काम नसकेसम्म विश्राम नगर्नुहोस्। आफूले आफूलाई चुनौती दिनुहोस्, जित पक्कै तपाईको हुनेछ। तपाईको दिमागमा केही गर्ने सोच आएको छ भने त्यो अहिले गर्नुहोस्। हरेक दिन केही न केही नयाँ कुरा सिक्नुहोस्। सफलता मेहनतको फल हो, किस्मतको होइन। उठ्नुहोस्, काम गर्नुहोस् र सफल बन्नुहोस्। लगातारको अभ्यासले नै कुशलता ल्याउँछ। समय बर्बाद नगर्नुहोस्, जिन्दगीमा समय सीमित छ। निराश नभई अगाडि बढ्नुहोस्। मन मस्तिष्कबाट संकल्प लिनुहोस्, आलस्य आफै हराउँछ। एक दिन दुई दिन होइन, हरेक दिन मेहनत गर्नुहोस्।